विराटनगर महानगरपालिका वडा नम्बर 3 हाम्रो यो राजनीति चौकदेखि ठिक पूर्व प्रकाशेश्वर मन्दिर हो। प्रकाशेश्वर मन्दिर हाम्रो भवानी घिमिरेको घरमा अहिले रातिको 9 बजे एकजना एउटा सर्प चाहिँ यहाँ आएर चाहिँ बसेको रहेछ घरमा। त्यस कारणले गर्दा त्यो ठुलो गोमन्दिर छ, यसलाई चाहिँ मैले अहिले नियन्त्रण गरेको छु। त्यस कारणले गर्दा हरेक जनमानसको घरमा जतिखेर पनि सर्प कहाँ र कस्तो अवस्थामा पर्छ भन्ने नै थाहा छैन। त्यस कारणले गर्दा आज पनि मैले 3टा सर्प नियन्त्रण गरिसकेको छु। धेरै ठाउँबाट फोन पनि आएको थियो, धेरै ठाउँमा पुगे पनि कतिपय ठाउँमा चाहिँ भेटिएन पनि, र धेरै ठाउँमा चाहिँ यो सर्पहरू निक्लिरहेको अवस्था छ। त्यस कारण धेरैजना चाहिँ एकदम सजगता अपनाउनु होला। बेलुका सुत्दाखेरि जहिले पनि झुल्टाएर सुत्नु होला, कहिले पनि भुइँमा नसुत्नु होला, खाटोमा सुत्नु होला। हिँड्दा डुल्दा जहिले पनि जुत्ता लाएर लाइट बालेर हिँड्नु होला। नानी बाबुहरूलाई साँझ पख कहिले पनि बाहिर नसोड्नु होला। र आफूले चाहिँ फ्रिज, एसी यस्ता कुलरहरू भान्साहरूमा चाहिँ डेली चेक गर्नु होला। जहिले पनि बिस्तारा चाहिँ सुत्नुभन्दा पहिला झट्क्याएर पुरै टकटकाएर मात्रै सुत्नु होला। हिजो गरेर राति मैले 12:30 बजे राति एउटा सर्प चाहिँ बेडबाट निकालेको छु। त्यो तन्ना मुनि बसेको छ, धन्न सुत्ने भन्दा पहिला तन्ना टकटकाउँदाखेरि त्यो फेला परेको थियो। त्यही कारण सबैजना सजगता अपनाउनु होला भन्न चाहन्छु। धन्यवाद।